आजबाट चाहिँ हामी ग्रेड 12 को फिजिक्समा एनईवी को सिलेबसमा आधारित रहेर अल्टरनेटिङ करेन्ट एसी को च्याप्टरको डेरिभेसन अर थ्योरी पार्टलाई पढ्दैछौँ भने नेक्स्ट भिडियोमा चाहिँ हामी रिलेटेड न्यूमेरिकल पढाउनेछौँ। टपिकको नाम लेख्नुहोस् अल्टरनेटिङ करेन्ट। पहिला त करेन्ट के हो भनेको त बुझौँ। करेन्ट भनेको कुनै पनि चार्जको फ्लोलाई हामीले टाइमको रेस्पेक्टमा कुरा गरिन्छ भने हामीले त्यसलाई के भनिन्छ करेन्ट भनिन्छ। करेन्ट भनेको रेट अफ फ्लो अफ चार्ज विथ रेस्पेक्ट टु टाइम। अब म्याथमेटिकल्ली करेन्ट भनेको आई भयो सिम्बोलिकल्ली, यसलाई चाहिँ हामीले के लेखिन्छ डिक्यू बाई डिटी लेख्न सकिन्छ। हेर्नुहोस् है, जस्तै पहिलो फर्स्ट सेकेन्डमा मैले 1 चार्ज पठाएँ भने फर्स्ट सेकेन्डमा 1 चार्ज आयो भने सेकेन्ड सेकेन्डमा कति आयो त 2 चार्ज आयो, थर्ड सेकेन्डमा 3 सी आयो, सो अन यसरी नै टाइम बढाएर टीमा पुर्याएँ भने चार्ज चाहिँ के आउने भयो यान सी आउने भयो। यदि इलेक्ट्रोनको कुरा छ भने चाहिँ हामीले के लेखिन्छ एनई लेखिन्छ र क्यू भनेको चाहिँ एनसी अर एनई हो। यदि इलेक्ट्रोनको बारेमा कुरा गरेको छ भने एनई, कुनै पनि पार्टिकल्सको अल्फा बीटा गामा पार्टिकल्सको छ भने सी भयो। अब अल्टरनेटिङ करेन्ट भनेको चाहिँ के भन्दाखेरि अल्टर हुनु पर्यो चार्ज। जस्तै यहाँनिर जुन चार्ज मैले 1C 2C 3C डट 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 एनसी लेखेको छु नि, भन्न खोजेको चार्ज चाहिँ के हुनु पर्यो म्याग्निट्युड र डिरेक्सन वाइज चेन्ज हुनु पर्यो। जस्तै एउटा यस्तो ग्राफ छ, हेर्नुहोस् है, यतापट्टि के छ करेन्ट छ, यतापट्टि के छ टाइमको रेस्पेक्टमा कुरा गरेको छु भने जस्तै यो भनेको चाहिँ हाम्रो के भयो पोजिटिभ करेन्ट भयो, यो भनेको चाहिँ के भयो नेगेटिभ करेन्ट भयो नि। पोजिटिभको अल्टर के भयो नेगेटिभ भयो। अल्टरनेटिङको करेन्टको डिफिनेसन हो if a current changes its direction periodically with respect to time, it is called alternating current. यदि करेन्टले कुनै पनि डिरेक्सन चेन्ज गरेन भने त्यसलाई हामी के भन्ने डाइरेक्ट करेन्ट भन्ने। जस्तै सुरुबाटै तपाईले 10 भोल्ट नै पठाउनु भएको थियो अथवा 10 एम्पियर नै पठाउनु भएको थियो, कुनै पनि नेगेटिभमा फ्लो भएन भने यसलाई के भन्ने डीसी भन्ने, यसलाई चाहिँ के भन्ने एसी भन्ने। डिरेक्सन र म्याग्निट्युड चेन्ज गर्छ भने एसी, करेन्टले आफ्नो डिरेक्सन र म्याग्निट्युड चेन्ज गर्छ भने त्यसलाई एसी, यदि डिरेक्सन र म्याग्निट्युड चेन्ज गर्दैन भने त्यसलाई के भन्ने डीसी भन्ने। अब ईएमएफ कसरी जेनेरेट हुन्छ एसीमा त्यो कुरा हेरौँ हामीले। जेनेरेसन अफ एन एसी भनेर टपिक लेखौँ। एउटा कुनै अब्जेक्ट छ, एउटा कुनै सर्कुलर अब्जेक्ट छ र यसलाई मैले कुनै एउटा परपेन्डिकुलर एक्सिसमा विथ एंगुलर भेलोसिटी ओमेगाले रोटेट गरिराखेको छु र यो चाहिँ केमा छ भन्दाखेरि कुनै म्याग्नेटिक फिल्ड बीमा छ भनेर मैले सपोज गरेँ। मैले टाइम t = 0 बाट लिएर टाइम t = t सम्म यसलाई मैले रोटेट गरिराखेको छु भने यो भनेको चाहिँ के भयो नम्बर अफ टर्न्स अफ एन अब्जेक्ट भयो। हामीले इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनमा phi = b भेक्टर डट a भेक्टर भन्ने पढेको थियौं। यसलाई मैले भेक्टर प्रोडक्ट भेक्टरको डट प्रोडक्ट हटाउने हो भने ba cos θ लेख्न सक्छु। तर मैले एट एंगुलर भेलोसिटीमा रोटेट गरिरहेको छु भने यो चाहिँ केमा छ रेडियन मेजरमा छ। इन रेडियन मेजर phi = ba cos ωt भयो। अब यान नम्बर अफ टर्न्सको लागि phi भनेको चाहिँ के भयो nba cos ωt भयो। यो इक्वेसन 1 भयो। अब फराडेको सेकेन्ड लबाट हामीलाई के थाहा छ भन्दाखेरि E भनेको इन्ड्युस ईएमएफ E भनेको चाहिँ के छ d∅dt छ माइनस। यो माइनसले चाहिँ के जनाउँछ भन्दाखेरि करेन्टको डाइरेक्सन जता छ इन्ड्युस ईएमएफ को डाइरेक्सन चाहिँ के छ जस्ट अपोजिट छ भन्ने जनाउँछ। यसलाई चाहिँ हामीले लेन्ज ल भनेर फराडेज ल अफ इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनमा डिटेलमा पढेको थियौं। अहिले मैले यसमा गइन। phi भनेको के छ त भन्दाखेरि nba cos ωt डिभाइड बाई dt छ। यान पनि कन्स्ट्यान्ट, b पनि कन्स्ट्यान्ट, a पनि कन्स्ट्यान्ट भन्न खोजेको यो अब्जेक्टको एरिया चेन्ज भएन, नम्बर अफ टाइम्स पनि चेन्ज भएन अनि म्याग्नेटिक फिल्ड b मै छ भने nba कन्स्ट्यान्ट भयो। d cos ωt डिभाइड बाई dt भयो। अब cos को डेरिभेटिभ विथ रेस्पेक्ट टु dt हुँदैन, किन भन्दा cos को एंगल के छ ओमेगा t छ। सेम एंगल बनाउनको लागि मैले क्लास 11 मा म्याथमेटिक्समा पढेको चेन रुल युज गरे। d cos ωt डिभाइड बाई ओमेगा t इन्टु ओमेगा t डिभाइड बाई dt गरे। cos को डेरिभेटिभ हो माइनस साइन, cos को डेरिभेटिभ हो माइनस साइन, देयरफोर E = यहाँ पनि E लेखे मैले, यहाँ पनि E लेखे। E = माइनस nba इन्टु माइनस साइन ओमेगा t। ओमेगा t को डेरिभेटिभ हो ओमेगा,
E इक्वल्स टु NBA ओमेगा साइन ओमेगा टी भयो। E इक्वल्स टु E नट साइन ओमेगा टी लेखे। वेयर E नट भनेको चाहिँ के हो त भन्दाखेरि NBA ओमेगा हो। तपाईहरुले E नट को डेफिनेसन हामीलाई सोध्दैन। E नट भनेको के हो थाहा पाउनुपर्छ। पीक भ्यालु अफ EMF हो। भन्न खोजेको म्याक्सिमम भ्यालु अफ EMF हो। अब जेनरेसन अफ EMF मा E इक्वल्स टु E नट साइन ओमेगा टी लेख्यो इन टर्म्स अफ EMF भने इन टर्म्स अफ भोल्टेजलाई मैले V इक्वल्स टु V नट साइन ओमेगा टी लेख्न सक्छु। यदि इन टर्म्स अफ करेन्ट लेख्ने भने I इक्वल्स टु I नट साइन ओमेगा टी लेख्न सक्छु। भन्न खोजेको यो सबै के हो त भन्दाखेरि इक्वेसन अफ एन AC हो। वेयर E नट V नट एन्ड I नट आर पीक और मैक्सिमम EMF छ भने EMF, भोल्टेज छ भने भोल्टेज, करेन्ट छ भने करेन्ट मैले लेख्न सक्छु। अब अर्को टपिकको नाम लेख्नुहोस्। एभरेज और मीन भ्यालु अफ एन AC। पहिले त एभरेज और मीन भनेको के हो बुझौँ। म्याथमेटिक्समा हामीले बार एक्स लाई एभरेज और मीनले रिप्रेजेन्ट गर्छौं। बार एक्स भनेको समेसन एफएक्स बाइ एन थियो कि थिएन। अब यहाँनिर एसी भनेको त अल्टरनेटिङ करेन्ट हो नि, करेन्टलाई पठाइराछौं। मैले ग्राफबाट अलिकति बुझाउन सजिलो हुन्छ होला। मैले ग्राफ लेखेँ। ग्राफ चाहिँ कस्तो छ भन्दा एसी को ग्राफ चाहिँ यस्तो छ। यतापट्टि के छ करेन्ट छ, यतापट्टि के छ विथ रेस्पेक्ट टु टाइम छ। अब हेर्नुस् है, जब जब टाइम 1 सेकेन्ड थियो त्यतिखेर करेन्ट कति थियो त मानौ I1 थियो। टाइम 2 सेकेन्ड भयो अथवा T2 भयो भने करेन्ट चाहिँ कति थियो I2 थियो। सो यसरी नै बढ्दै जाँदा करेन्ट चाहिँ एउटा पिकमा पुगिसकेपछि म्याक्सिमम हुन्थ्यो कि हुन्थेन। यो सबैलाई जोड्ने हो नि। बार एक्स भनेको चाहिँ के हो I1 प्लस I2 प्लस I3 प्लस डट 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 IN डिभाइड बाइ टाइम पनि कति छ त 1 2 3 डट 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 हुँदै कहाँसम्म पुग्छ त n सम्म पुग्छ। n भयो। अब हामीलाई त एभरेज भ्यालु अफ एन AC भनेको छ र AC को इक्वेसन अनुसार त I इक्वल्स टु I नट साइन ओमेगा टी छ। अब यसलाई त हामीले I1 प्लस I2 गरेर जोड्न सकिदैन। त्यो भएर हामी के गर्छौं इन्टिग्रेसन गर्छौं। फ्रम इक्वेसन अफ एन AC वी क्यान राइट I इक्वल्स टु I नट साइन ओमेगा टी वेयर I नट इज पीक भ्यालु एन्ड I इज इन्स्टेन्टेनियस करेन्ट भनिन्छ। र करेन्ट भनेको फेरि के हो त करेन्ट भनेको रेट अफ फ्लो अफ चार्ज हो dq बाइ dt और q dq भनेको चाहिँ कति भयो त भन्दाखेरि I इन्टु dt भयो। और dq भनेको चाहिँ I भनेको के छ I नट साइन ओमेगा टी इन्टु dt छ। और इन्टिग्रेटिङ गरे मैले 0 बाट q सम्म q वटा चार्ज प्रोड्युस भयो dq इक्वल्स टु 0 टु t बाइ 2 सम्म गरे। किन t बाइ 2 सम्म गरे भन्दाखेरि मैले यो टाइम 0 बाट लिएर मैले हेर यो पोइन्ट सम्म गरे भने t बाइ 2 हुन्छ। कसरी म बुझाइन्छु हेर्नुस् है। किन t बाइ 2 सम्म गरे किन t सम्म गरेन त्यो पनि बुझाइन्छु। अब पहिला त t भनेको टाइम पिरियड हो। टाइम पिरियड भनेको के हो भन्दाखेरि कुनै पनि भाइब्रेटिङ पार्टिकल्स और वेव्सलाई एउटा कम्प्लिट साइकल पुराउन लाग्ने टाइमलाई नै हामी के भनिन्छ टाइम पिरियड भनिन्छ। यो भनेको त के हो भन्दाखेरि एउटा पोजिटिभ हाफ साइकल हो। यो भनेको चाहिँ के हो नेगेटिभ हाफ साइकल हो। दुईटा पोजिटिभ र नेगेटिभ हाफ साइकल पुरा ट्राभल गर्ने बेला के हुन्छ टाइम पिरियड t हुन्छ। यसको ठ्याक्क पोजिटिभ मात्र गर्यो भने t बाइ 2 भयो। अब मैले किन t बाइ 2 सम्म गरे भन्दाखेरि मैले यहाँबाट लिएर यहाँसम्म गरे भने मानम मेरो यहाँनिरको एभरेज चाहिँ 5 आयो। अब यसको एभरेज कति आउने हो त सिधै -5 आउने हो नि। त्यो कारणले गर्दा मैले t सम्म गरिन, t बाइ 2 सम्म मात्र गरे। अब I नट साइन ओमेगा टी इन्टु dt भयो। dq को इन्टिग्रेसन हो q 0 टु q इक्वल्स टु I नट कन्स्टेन्ट हो इन्टिग्रेसन 0 टु t बाइ 2 भयो साइन ओमेगा टी इन्टु dt भयो। एकचोटि मैले q को ठाउँमा q राखे, एकचोटि q को ठाउँमा मैले 0 राखे इक्वल्स टु I नट साइन को इन्टिग्रेसन हो माइनस कस। त्यो कारणले गर्दाखेरि माइनस कस ओमेगा टी डिभाइड बाइ ओमेगा भयो। यो एन्टी डेरिभेटिभ हामीले क्लास 11 मा पनि पढेको थियौं। साइन a थीटा भयो भने माइनस कस a थीटा डिभाइड बाइ a हुन्थ्यो। q माइनस 0 भनेको q भयो। q इक्वल्स टु I नट। अब मैले के गर्छु भन्दाखेरि यो माइनसलाई बाहिर निकाले ओमेगा पनि बाहिर लगेर यता राख्दिए। अब एकचोटि मैले t को ठाउँमा t बाइ 2 राख्छु कस ओमेगा t बाइ 2 माइनस एकचोटि के राख्छु t को ठाउँमा 0 राख्छु ओमेगा इन्टु 0 q इक्वल्स टु माइनस I नट बाइ ओमेगा कस ओमेगा भनेको फेरि कति 2 पाइ बाइ t हो इन्टु t बाइ 2 भयो। यो t र यो t काटियो, यो 2 र यो 2 काटियो भने cos 0 यो साइडमा q इक्वल्स टु माइनस I नट बाइ ओमेगा cos पाइ माइनस 1 भयो। cos पाइ भनेको cos 180 cos 180 भनेको -1
माइनस आई नट बाई ओमेगा -1 भयो। यो -1 -2 भयो। -2 इन्टु माइनस आई नट भनेको चाहिँ 2 आई नट बाई ओमेगा हुन आउँछ हाम्रो चार्ज भनेको चाहिँ। अब मलाई चाहिँ एभरेज निकाल्न भनेको छ। एभरेज भनेको चाहिँ के हो भन्दाखेरि आई एभरेज भनेको चाहिँ कति करेन्ट प्रोड्युस भयो त क्यू भयो। क्यू भनेको एन इन्टु बाई टी बाई 2। क्यू भनेको चाहिँ कति आयो 2 आई नट बाई ओमेगा टी बाई 2 भयो इक्वल्स टु 4 आई नट बाई ओमेगा। ओमेगा भनेको फेरि 2 पाई बाई टी भयो इन्टु टी। यो र यो काटियो। यसलाई तपाईहरुले क्याल्कुलेट गर्दाखेरि चाहिँ आई एभरेज भनेको चाहिँ कति पाउनुहुन्छ भन्दाखेरि 0.637 आई नट पाउनुहुन्छ। अब टपिकको नाम लेख्नुहोस् एसी थ्रु क्यापेसिटर ओन्ली। अब हेर्नुहोस् है एउटा क्यापेसिटर मात्र छ अहिले हामीसँग र यसलाई मैले चाहिँ एसी सोर्समा लगेर जोडेको छु। एसी सोर्स भन्ने बित्तिकै ई इक्वल्स टु ई नट साइन ओमेगा टी हो। अब यहाँनिर क्यापेसिटर कतिको छ सी को छ। मैले यहाँनिर करेन्ट पठाएँ आई भने यसमा चार्ज क्यू प्रोड्युस हुन्छ। अब कति चार्ज प्रोड्युस भयो त भन्दा क्यू। क्यू कसरी प्रोड्युस भयो भन्दाखेरि कति भोल्टेज ई भोल्टेज र कति क्यापेसिटेन्सले कति चार्ज प्रोड्युस गरेको हुन्छ ई इन्टु सी भनेको क्यू भयो। यो हामीले 11 मा पनि डिटेलले पढाएको थियौं। यहाँ पनि मैले बुझाइदिएँ कति चार्ज प्रोड्युस भयो क्यू कसरी प्रोड्युस भयो त भन्दाखेरि क्यापेसिटेन्सको थियो यो र कति भोल्टेज पठायो त्यसमा डिपेन्ड गर्ने भयो। अब करेन्ट भनेको के हो त फेरि आई इक्वल्स टु डीक्यू बाई डीटी। आई भनेको चाहिँ के हो भन्दाखेरि रेट अफ फ्लो अफ चार्ज डीक्यू बाई डीटी। अब डीक्यू भनेको कति छ त भन्दा ई सी बाई डीटी। ई भनेको कति हो त भन्दाखेरि ई नट साइन ओमेगा टी इन्टु सी डिभाइड बाई डीटी। ई नट सी टी साइन ओमेगा टी डिभाइड बाई ओमेगा टी इन्टु ओमेगा टी बाई डीटी। मैले यहाँनिर चाहिँ चेन रुल सिधै एक स्टेप फड्काइदिएँ। मैले यहाँनिर साइनको डेरिभेटिभ हो कस ई नट सी कस ओमेगा टी इन्टु ओमेगा आई भनेको। अब हेर्नुहोस् है यहाँनिर यसलाई मैले आई कस टु के लेख्न सक्छु त ई नट सी ओमेगा कस ओमेगा टी लेख्न सक्छु। अब हामीलाई थाहा छ एसी को इक्वेसन भनेको आई इक्वल्स टु आई नट साइन ओमेगा टी इन टर्म्स अफ करेन्ट। तर हाम्रो त यहाँ के आयो सी कस ओमेगा टी। अब यसलाई मैले साइन बनाएर बल्ल कम्पेयर गर्नु पर्यो। आई इक्वल्स टु ई नट सी ओमेगा साइन पाई बाई 2 प्लस ओमेगा टी लेखे। साइन 90 प्लस थीटा भनेको कस थीटा हो। आई इक्वल्स टु ई नट सी ओमेगा साइन पाई बाई 2 प्लस ओमेगा टी भयो। कम्पेयरिङ विथ आई इक्वल्स टु आई नट साइन ओमेगा टी। आई भनेको आई नै भयो। आई नट भनेको के छ त भन्दाखेरि ई नट सी ओमेगा छ। अब यहाँनिर हेर्नुहोस् है ई नट बाई आई नट भनेको चाहिँ 1 बाई सी ओमेगा हुन्छ। भी इक्वल्स टु आई आर थियो यदि रेजिस्टेन्सको कुरा गरेको थियो भने आर इक्वल्स टु भी बाई आई हुन्थ्यो। अब हेर्नुहोस् है यहाँनिर ई नट बाई आई नट आएको छ। यसलाई चाहिँ मैले क्यापेसिटेन्समा भएर मैले एक्सी लेख्दिएँ। एक्सी भन्नु र आर उस्ता उस्तै हो। यदि रेजिस्टेन्सको कुरा गरेको छ भने आर भयो र यदि क्यापेसिटरको कुरा गरेको छ भने एक्सी। यसलाई चाहिँ हामी के भनिन्छ क्याप्टिभ रियाक्टेन्स भनिन्छ। ई नट बाई आई नटलाई मैले के लेख्न सकेँ एक्सी लेख्न सकेँ। एक्सी इक्वल्स टु 1 बाई सी ओमेगा भयो। कता कता चाहिँ ओमेगा भनेको फेरि कति 2 पाई एफ पनि हो। त्यही भएर एक्सी भनेको चाहिँ 1 बाई 2 पाई एफ सी पनि लेखिन्छ। अब फेरि अर्को टपिकको नाम लेख्नुहोस् एसी थ्रु इन्डक्टर। पहिला त इन्डक्टर भनेको के हो बुझौँ। हामीले इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनमा पनि पढेको थियौँ। टपिक सेल्फ इन्डक्टेन्समा पढेको थियौँ हामीले। एउटा इन्डक्टरलाई चाहिँ कुनै एउटा एसी सोर्समा जोडियो र यसमा करेन्ट आई भन्ने फ्लो भयो। जब जब कुनै पनि सर्किटमा करेन्ट फ्लो हुन्छ तब तब त्यसमा म्याग्नेटिक फिल्ड बी प्रोड्युस हुन्छ। अब तपाईहरुलाई थाहा छ एसी को नेचर कस्तो छ। पहिलो हाफ साइकलमा उसले पोजिटिभ करेन्ट पठायो भने दोस्रो हाफ साइकलमा उसले कुन करेन्ट पठाउँछ नेगेटिभ करेन्ट पठाउँछ। पहिलो हाफ साइकलमा पोजिटिभ करेन्ट पठायो म्याग्नेटिक फिल्ड पनि के प्रोड्युस भयो बी प्रोड्युस भयो। अब दोस्रो हाफ साइकलमा उसले नेगेटिभ करेन्ट पठायो भने यहाँनिर माइनस बी प्रोड्युस भयो। भन्न खोजेको म्याग्नेटिक फ्लक्समा चेन्ज आयो नि। यसबाट मैले के लेख्न सक्छु भन्दाखेरि आई इज डाइरेक्टली प्रोपोर्सनल टु म्याग्नेटिक फिल्ड बी लेख्न सक्छु। अब दोस्रो हाफ साइकलमा नेगेटिभ करेन्ट पठायो भने यहाँनिर म्याग्नेटिक फिल्ड पनि चेन्ज भयो। जब जब म्याग्नेटिक फिल्ड चेन्ज हुन्छ तब तब के प्रोड्युस हुन्छ म्याग्नेटिक फ्लक्स प्रोड्युस हुन्छ इज डाइरेक्टली प्रोपोर्सनल टु फाइ। यो दुईटा इक्वेसनबाट मैले के रिलेट गर्न सक्छु भन्दाखेरि आई इज डाइरेक्टली प्रोपोर्सनल टु फाइ भनेर रिलेट गर्न सक्छु। एल आई इक्वल्स टु फाइ भन्न सक्छु। एल इज डाइरेक्टली प्रोपोर्सनालिटी कन्स्टेन्ट नोन एज सेल्फ इन्डक्टेन्स अथवा इन्डक्टर। अब हेर्नुहोस् है हामीलाई थाहा छ फाइ भनेको एल आई हो। अब इन्ड्युस इएमएफ ई भनेको डी फाइ बाई डिटी हो।
माइनस लेन्स लबाट माइनस आउँछ d5 भनेको d याल आई बाई dt हो इक्वल्स टु d याल भनेको डाइरेक्ट प्रोपोर्सनालिटी कन्स्ट्यान्ट बाहिर आयो डेरिभेटिभ हुँदैन आई बाई dt भयो इक्वल्स टु याल आई भनेको के हो त d आई नट साइन ओमेगा t बाई dt हो आई भनेको वेयर आई इक्वल्स टु आई नट साइन ओमेगा टी हो अब यहाँनिर लेखेँ मैले यहाँ पनि ई लेखेँ यहाँ पनि ई लेखेँ यसमा पनि ई लेखेँ ई इक्वल्स टु याल आई नट पनि कन्स्ट्यान्ट आई नट यहाँनिर लेखेँ डी साइन ओमेगा टी डिभाइड बाई ओमेगा टी इन्टु ओमेगा टी डिभाइड बाई डिटी लेखेँ किन भन्दाखेरि साइनको एंगल के छ त ओमेगा टी छ विथ रेस्पेक्ट टु डिटी मा डेरिभेटिभ हुँदैन त्यही भएर मैले चेन रुल युज गरेँ अब यहाँनिर ई इक्वल्स टु याल आई नट ओमेगा कस ओमेगा टी भयो अब हेर्नुहोस् है यो कस ओमेगा टी लाई मैले केमा कन्भर्ट गर्नु छ साइनमा किन भन्दा कम्पेयर त मैले एसी भनेपछि करेन्टको कुरा गर्दैछु करेन्टसँग कम्पेयर गर्नुपर्ने छ अब मैले यसलाई कम्पेयरिङ विथ ई इक्वल्स टु ई नट साइन ओमेगा टी सँग कम्पेयर गर्नु छ तर हाम्रो त यहाँ कस आएको छ नि यसलाई मैले साइन बनाउनु पर्यो ई इक्वल्स टु याल आई नट ओमेगा साइन पाई बाई 2 प्लस ओमेगा टी गरे अब हेर्नुहोस् है यहाँनिर के छ भन्दाखेरि साइन 90 माइनस थीटा पनि के हो कस थीटा हो साइन 90 प्लस थीटा पनि के हो त भन्दाखेरि कस थीटा हो अब यहाँनिर अघि मैले के गरेको थिएँ भन्दाखेरि एसी थ्रु क्यापेसिटरमा यहाँनिर हेर्नुहुन्छ भने पाई बाई 2 प्लस ओमेगा टी लेखेको थिएँ यसमा चाहिँ के हुन्छ भन्दा क्यापेसिटरमा चाहिँ सधैँभरि करेन्टले केलाई लिड गर्छ भोल्टेजलाई लिड गर्छ त्यो केसमा यहाँनिर मैले प्लस लेखेको थिएँ तपाईले माइनस लेख्दा नि हुन्छ अब इन्डक्टरको केसमा तपाईहरुले माइनस लेख्दा नि हुन्छ किन भन्दा यसमा चाहिँ हामीले अहिले ई नै छ यदि तपाईले यहाँनिर अर्को डेरिभेसनमा तपाईले आई बाट निकाल्नुहुन्छ भने यहाँनिर माइनस लेख्नु होला किन भन्दाखेरि त्यतिखेर हामीले चाहिँ भोल्टेजलाई चाहिँ करेन्ट भन्दा ठूलो देखाउनु पर्ने छ अब यो इक्वेसनलाई र यसलाई कम्पेयर गरे भने ई भनेको ई नै भयो तर ई नट भनेको याल आई नट ओमेगा हुन्छ अब यो इक्वेसनलाई मैले यहाँनिर लेखेँ ई नट बाई आई नट इक्वल्स टु याल ओमेगा हो अब हेर्नुहोस् है भी इक्वल्स टु आईआर हो भने देयरफोर रेजिस्टेन्स भनेको के थियो भी बाई आर थियो भी भनेको नि भोल्टेज थियो आर भनेको रेजिस्टेन्स थियो अहिले यहाँनिर ई नट भनेको एउटा के हो त म्याक्सिमम भोल्टेज नै हो आई नट भनेको म्याक्सिमम करेन्ट हो यस्तो केसमा यदि हामीले इन्डक्टरको कुरा गरेका छौं भने रेजिस्टेन्सको साट्टो चाहिँ हामीले के लेखिन्छ एक्सएल लेखिन्छ यो भनेको इन्डक्टिभ रियाक्टेन्स भन्ने बुझिन्छ त्यही भएर मैले ई बाई आई नटलाई मैले के लेख्दै एक्सएल लेख्दै याल ओमेगा भयो कता कता किताबमा चाहिँ फेरि ओमेगाको भ्यालु नि सब्स्टिट्युट गर्छन् एक्सएल भनेको याल इन्टु 2 पाई एफ गर्दाखेरि 2 पाई एफएल पनि एक्सएल को भ्यालु हुन्छ सिमिलरली तपाईहरुले रेजिस्टरको केसमा पनि यसरी नै गर्नु होला अब मैले एसी थ्रु एलसीआर सर्किट गरे र यो एनबी को एक्जाम पोइन्ट अफ भ्यूले एकदमै इम्पोर्टेन्ट छ यसको लागि म फेजर डायग्राम बनाउँछु सपोज यो साइडमा चाहिँ भोल्टेज एक्रस के छ इन्डक्टर छ यो साइडमा चाहिँ भोल्टेज एक्रस रेजिस्टर छ र यो साइडमा चाहिँ भोल्टेज एक्रस क्यापेसिटर छ भनेर मैले सपोज गरे तीनटा डिफरेन्ट डाइरेक्सनमा अथवा तीनटा डिफरेन्ट एक्सिसमा भोल्टेजको कुरा गरेको छ भने योबाट एउटा नयाँ इक्विभ्यालेन्ट आउँछ मैले यो साइडमा एउटा रिजल्टेन्ट लेखेँ त्यो रिजल्टेन्ट यता पनि भोल्टेजकै कुरा गरेको छ यो साइडमा पनि भोल्टेजकै कुरा गरेको छ र यो साइडमा नि भोल्टेजकै कुरा गरेको छ भने रिजल्टे पनि के कुरा गर्नु पर्यो यो तीनटैको एभरेज अथवा यो तीनटैलाई रिप्रेजेन्ट गर्ने भोल्टेजको कुरा गर्नु पर्यो त्यसलाई मैले ई ले रिप्रेजेन्ट गरे अब यहाँनिर मैले एउटा यस्तो कन्स्ट्रक्सन गरे अब हेर्नुहोस् है यो यति भनेको चाहिँ भिएल माइनस भिसी हो यति भनेको चाहिँ भिआर हो यो कति डिग्रीको छ 90 डिग्रीको छ यो चाहिँ कतिमा लेखेँ मैले एंगल थीटा राखेँ अब यसलाई मैले ओ लेखेँ यसलाई मैले ए लेखेँ यसलाई मैले बी लेखेँ र यो पोइन्टमा मैले सी लेखेँ भने अब यो बुझ्नु भन्दा अगाडि तपाईहरुले एउटा चीज बुझ्नुपर्छ ओम्स ल V इक्वल्स टु आईआर कति बेला यदि रेजिस्टेन्स को कुरा गरेको छ भने VC इक्वल्स टु V इन्टु XC यदि भोल्टेज एक्रस इन्डक्टर को कुरा गरेको छ भने I XL यो चाहिँ हाम्रो ओम्स लबाट भयो खास ओम्स लमा चाहिँ हामीले यो मात्र पढिन्छ सिमिलरली क्यापेसिटेन्सलाई नै एक्सएल माने जब रेजिस्टेन्स चाहिँ के हुन्छ XC हुन्छ R को सट्टामा इन्डक्टर को कुरा गरेको छ भने त्यसको रेजिस्टेन्स चाहिँ XL हुन्छ अब इन राइट एंगल ट्रायंगल OAB युजिङ पाइथागोरस थ्योरम h स्क्वायर इक्वल्स टु p स्क्वायर प्लस b स्क्वायर h स्क्वायर भनेको 90 डिग्री को अपोजिट के छ त e स्क्वायर इक्वल्स टु p स्क्वायर भनेको रिफरेन्स एंगल को अपोजिट के छ त यो साइड VL माइनस VC हो भने यो पनि के हो VL माइनस VC हो VL माइनस VC को होल स्क्वायर प्लस b स्क्वायर भनेको VR को स्क्वायर हो e स्क्वायर इक्वल्स टु VL भनेको I XL VC भनेको I XC को होल स्क्वायर प्लस VR भनेको IR होल स्क्वायर और e स्क्वायर इक्वल्स टु I स्क्वायर XL माइनस XC को होल स्क्वायर यो दुईटाबाट मैले आई कमन लिएर ब्रैकेट भन्दा बाहिर लेखेँ आई स्क्वायर भयो आई स्क्वायर आर स्क्वायर हुन आयो और ई इक्वल्स टु
रूट अन्डर आई स्क्वायर एक्सएल माइनस एक्सी को होल स्क्वायर प्लस आई स्क्वायर आर स्क्वायर भयो। यो दुईटामा आई स्क्वायर कमन छ भने रुट भन्दा बाहिर आउँदा के आउँछ त भन्दाखेरि आई आउँछ। ई इक्वल्स टु आई रूट अन्डर एक्सएल माइनस एक्सी को होल स्क्वायर प्लस आर स्क्वायर भयो। अब हेर्नुहोस् है फेरि ई बाई आई इक्वल्स टु रूट अन्डर एक्सएल माइनस एक्सी को होल स्क्वायर प्लस आर स्क्वायर। अब भी इक्वल्स टु आइआर थियो, भी बाई आई भनेको चाहिँ के हुन्थ्यो आर हुन्थ्यो। यतिखेर चाहिँ हाम्रो रेजिस्टेन्सको मात्र कुरा गरेको थियो। अहिले त यो केसमा त तिनटैको रेजिस्टेन्सको कुरा गरेको छ नि। त्यो तिनटैको कम्बाइन रेजिस्टेन्सलाई हामीले के भन्यो जेड भन्यो। त्यसलाई चाहिँ हामीले फिजिक्समा इम्पिडेन्स भनिन्छ। एक्सएल माइनस एक्सी को होल स्क्वायर प्लस आर स्क्वायर। वाट इज इम्पिडेन्स भनेर सोध्यो भने द कम्बाइन्ड रेजिस्टेन्स अफ इन्डक्टर क्यापेसिटर एन्ड रेजिस्टेन्स इज नोन एज इम्पिडेन्स भयो। अब हामीलाई एक्जाममा क्याल्कुलेट द इम्पिडेन्स अफ एलसीआर सर्किट भन्यो भने हामीले यो डेरिभेसन गर्नुपर्छ। अब अर्को लेख्नुहोस् फेज एंगल। फेरि मैले अहिकै फेजर डायग्राम बनाएँ। यो साइडमा भोल्टेज एक्रोस इन्डक्टर, यो साइडमा भोल्टेज एक्रोस क्यापेसिटर, यो साइडमा भोल्टेज एक्रोस रेजिस्टर थियो। यहाँबाट एउटा रिजल्टेन्ट आएको थियो। हेर यो एंगल जे मानेको थिएँ त्यसलाई नै हामी के भनिन्थ्यो फेज एंगल भनिन्थ्यो। यो साइड भनेको भिएल माइनस भिसी भयो, यो साइड भिएल माइनस भिसी भयो, यो भनेको भिआर भयो। अब यहाँनिर tan थीटा भनेको परपेन्डिकुलर बाई बेस हो। परपेन्डिकुलर भनेको रेफरेन्स एंगलको अपोजिट भिएल माइनस भिसी डिवाइड बाई भिआर भयो। और tan थीटा इक्वल्स टु आई एक्सएल माइनस आई एक्सी डिवाइड बाई आइआर भयो। दुईटामा आई कमन आएर काट्दिए भने एक्सएल माइनस एक्सी बाई आर भयो tan थीटा भनेको। देयरफोर हामीलाई फेज एंगल थीटा निकाल्न भनेको छ। थीटा भनेको tan इन्भर्स एक्सएल माइनस एक्सी बाई आर। तपाईहरुले यसलाई फर्मुला सब्स्टिट्युट गरेर थीटा भनेको tan इन्भर्स एक्सएल भनेको 2 पाई एफएल माइनस एक्सी भनेको 1/2 पाई एफसी डिवाइड बाई आर पनि लेख्न सक्नुहुन्छ। अर्को टपिकको नाम लेख्नुहोस् रेजोनेन्स एन्ड रेजोनेन्स फ्रिक्वेन्सी। एलसीआर सर्किटमा चाहिँ इन्डक्टिभ रिएक्टेन्स अथवा इन्डक्टरको रेजिस्टेन्स र क्याप्टिभ रेजिस्टेन्स अर क्यापेसिटरको रेजिस्टेन्स जब जब बराबर हुन्छ, यदि त्यो कन्डिसनमा करेन्ट म्याक्सिमम हुन्छ भने त्यसलाई नै हामी के भनिन्छ त रेजोनेन्सको कन्डिसन भनिन्छ। इन एलसीआर सर्किट व्हेन हेर्नुहोस् है एउटा ग्राफबाट बुझौँ। यतापट्टि के छ आई नट छ म्याक्सिमम करेन्ट, यतापट्टि चाहिँ के छ फ्रिक्वेन्सी छ एफआर भयो, फ्रिक्वेन्सी इन रेजोनेन्स भयो। भन्न खोजेको भोल्टेज एक्रस इन्डक्टर इज इक्वल्स टू भोल्टेज एक्रस क्यापेसिटर हो। और आई एक्सएल इक्वल्स टू आई एक्ससी हो। आई र आई क्यान्सल भयो भने एक्सएल इक्वल्स टू के भयो एक्ससी भयो। और एक्सएल भनेको 2 पाई एफएल हो इक्वल्स टू 1/2 पाई एफसी हो। और यो यता गएर मल्टिप्लाई गर्यो भने 2 into 2 4 भयो, पाई इन्टु पाई पाई स्क्वायर एफ स्क्वायर एलसी इक्वल्स टू 1 भयो। हामीलाई त फ्रिक्वेन्सी निकाल्न भनेको छ। और एफ स्क्वायर इक्वल्स टू 1/4 पाई स्क्वायर एलसी भयो। इम्प्लाइज दैट एफ इक्वल्स टू रूट अंडर 1/4 पाई स्क्वायर एलसी भयो। इम्प्लाइज दैट एफ इक्वल्स टू रूट अंडर 1 भनेको 1 भयो डिवाइड बाई रूट अंडर 4 भनेको 2 भयो, रूट अंडर पाई स्क्वायर भनेको पाई भयो, रूट अंडर एलसी। यो चाहिँ के हो रेजोनेन्स फ्रिक्वेन्सीको निकाल्ने हाम्रो एउटा फर्मुला आयो। ओके तपाईहरुलाई एक्जाममा कहिलेकाहीँ क्याल्कुलेट द इम्पिडेन्स अफ एलसीआर सर्किट को सट्टामा इम्पिडेन्स अफ एलआर सर्किट भनेर सोध्ला। इन्डक्टर र रेजिस्टरमा कति हुन्छ एसी भनेर नि सोध्न सक्छ। अब हेर्नुहोस् है त्यो केसमा त्यही एउटा फेजर डायग्राम मात्रै हेर्ने हो। अब तल अहिले हाम्रो के थियो भिसी थियो, अहिले हाम्रो त क्यापेसिटरको त कुरै गरेको छैन। त्यो भएर यो दुईटा डिरेक्सनबाट एउटा रिजल्टेन्ट आयो, त्यो रिजल्टेन्टको नाम ई भयो भनेर मैले सपोज गर्न सक्छु। किन भन्दा दुवैतिर केसको कुरा गरेको छ। यतापट्टि भोल्टेज एक्रस रेजिस्टरको, यतापट्टि भोल्टेज एक्रस इन्डक्टरको कुरा गरेको छ। यो दुईटैलाई रिप्रेजेन्ट गर्ने एउटा भोल्टेज भनेको चाहिँ ई भयो। अब यो 90 डिग्रीको छ। अब यसमा पाइथागोरस थ्योरम युज गर्नुहोस्। पाइथागोरस थ्योरम युज गर्दाखेरि ई स्क्वायर इक्वल्स टू भिएल स्क्वायर प्लस भिआर स्क्वायर भयो। और ई स्क्वायर इक्वल्स टू आई एक्सएल को स्क्वायर प्लस आई आर को होल स्क्वायर भयो इक्वल्स टू आई स्क्वायर एक्सएल को स्क्वायर प्लस आई स्क्वायर आर स्क्वायर भयो। और दुईटैमा आई स्क्वायर कमन छ भने आई स्क्वायर एक्सएल को स्क्वायर प्लस आर स्क्वायर भयो। ई स्क्वायर भनेको बोथ साइडमा रुट लाग्ने हो भने ई भनेको चाहिँ आई रुट अन्डर एक्सएल को स्क्वायर प्लस आर स्क्वायर हुन्छ व्हिच इज इम्पिडेन्स अफ एलआर सर्किट। यसको फेज एंगल निकाल्न भन्ला tan थीटा इक्वल्स टू परपेन्डिकुलर बाई बेस। परपेन्डिकुलर भनेको भिएल बाई भिआर, भिएल भनेको आई एक्सएल बाई आइआर, आई र आई क्यान्सल भयो भने एक्सएल बाई
आर भनेको चाहिँ tan थीटा भयो और tan थीटा इक्वल्स टु XL बाई R छ भने थीटा भनेको चाहिँ tan इन्भर्स XL बाई R हुन